Hello guys, welcome to our vlogs. Hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म एकदम बिजीको छु। भर्खर आइपुगेको ड्युटीबाट। अहिले कति बजे भन्दाखेरि तपाईको 11:19 भयो र भर्खर आइपुगे हेलो फापेर बिजेर। अलिकति रुम पनि सफा गर्नुपर्ने छ किनकि भोलि मेरो छुट्टी हो। अलि मजाले रेस्ट गर्ने र आज नै एकदम सफा पार्नुपर्ने छ रुमलाई। सर्ट हेर्न सक्नुहुन्छ, पानी छुन्छ यस्तो उयो गर्दाखेरि। एकदम मेसी भएर छ रुम पनि, एकदमै मेसी। अब रातभरि सफा गर्नु पर्यो। रातभरि भन्दा पनि एकछिन हो यताकि देख्न सक्नुहुन्छ कति भिजेको रहेछ। अब म चेन्ज गरिहाल्छु, त्यसको बादमा भेटौँ गाइस। बाई। ल त गाइस, मैले चेन्ज पनि गरिसकेँ। अब रुम सफा गर्नुपट्टि लाग्नुपर्छ र भोलि छुट्टी हो। पर्सिदेखि फेरि नाइट सिफ्ट स्टार्ट हुन्छ। त्यही भएर अहिले नै मजाले सफा गरिराख्नुपर्छ। फेरि नाइट सिफ्ट स्टार्ट भएपछि त आएर सुत्नु कि सफा गर्नु भ्याउँदै भएन। त्यही भएर अहिले नै गरिराख्नुपर्छ। र त गाइस हेर्दै जानुहोस्, अब रुम यस्तो मेसीदेखि कस्तो हुनेछ हेर्दै गर्नुहोस्। त गाइस एक साइडको चाहिँ कम्प्लिट भइसक्यो, हेर्न सक्नुहुन्छ एकदम छिटिक्कै। अब अर्को साइडको रहेको छ, हेर्दै जानुहोस्। ल त गाइस, आजको लागि चाहिँ यति नै सफा गरौँ। सोचेको भन्दा धेरै मैला भइसकेको रहेछ। देख्न सक्नुहुन्छ यस्तो खलखली भयो म सफा गर्दाखेरि। गरम भएर यति सफा गर्दै अब भोलि चाहिँ मपिङ गर्नुपर्छ। म देखाउँछु ल कतिको सफा गरेछ आज मैले। हेर्दै गर्नुहोस्, हेर्न सक्नुहुन्छ अघि कस्तो थियो र अहिले कस्तो भयो। एकदम अलिक अथवा अलिकति त्यस्तो बेसी त होइन, अलिकति चाहिँ अथवा फर्स्टको भन्दाखेरि सिम्पल बनायो। अब भोलि चाहिँ भुइँ चाहिँ त्यस्तै छ। अब यस्तो सफा भएको छैन भुइँ चाहिँ। अब भुइँलाई भोलि मप लगाएर तानै पर्नुपर्छ। त गाइस गुड नाइट सबैजनालाई। हेर्दै गर्नुहोस् होला अभी ब्लग्स र डोन्ट फर्गेट टु सब्सक्राइब। बाई बाई गाइस, गुड नाइट।